हेलो गाइज, हामी चाहिँ धारामा नुहाउन कपडा धुन हिँडेको छौँ। बाटो यस्तो छ, डाँडा काँडा। बाटो कति सानो थियो। घर पानी खान लुगा धुन त छ, अलि पुग्दैन। पिपलको रुख पहिला हाम्रो बाबाहरूले यतै पानी लिन आउनुहुन्थ्यो अरे। धेरैजना आउँछन् लुगा धुन। यहाँ तल हामीले माटो खनेर यहीँबाट लग्थ्यौँ लिप्न। यही कति ठुलो खाल्टो हो, कति ठुलो खाल्टो हो। हामी आधा बाटोमा आइसक्यौँ। कति हरियाली छ, जङ्गलै जङ्गल, डाँडा काँडा। स्वस्थ अक्सिजन लिन पाइन्छ। दुई डोको लुगा धुने कपडाहरू छ। अमला छ, अमलाको बुट्टा को माथि ऊ अमला। अमला यता हामीले पहिला लट्ठीले हार्ने झराल्थ्यौँ। अमला टिप्नु नि दिदी। अमला अमला ल ल हजुर हानेको भन। अहिले आउँदा झराल्नु हुन्छ। अहिले यो आँपको बुट्टा त्यहाँ कहिलेसम्मको यो बुढो आँपको बुट्टा। यहाँ बाख्राहरू गोरुहरू चराउन मिल्छ। गोरु चराउनु भयो त्यता। पहिला हाम्रो चाहिँ बुट्टामा चढेर खालि त्यही खेल्थ्यौँ, खालि त्यही बुट्टामा। आधा बाटोमा आएको छौँ। उही तल ओभर तलतिरै हो पदेर चाहिँ।